सो फाइनली हामी चाहिँ अहिले मकैबारीमा छौँ है। मकैबारी दर्याम किनभने यहाँ चाहिँ अब पोलेर खाने मकै चाहिँ भइसकेको रहेछ। अनि त्यो भएको कारणले चाहिँ हामी यहाँ मकै लिन आएको है त। बुढाबुढी भइसकेका छन् कि सुकिसकेका छन्? सुकिसकेन् हो र। सो आफ्नै बारीमा फलेको तर राम्रो भएको रहेनछ, सानो सानो मात्रै छ यहाँ होइन। सो त्यही नै हो गाइज। अनि अरू पनि हुँदैछ यहाँ है। अस्ति आएर पुरा गोडेर गएको हो, यस्तो राम्रो भएको रहेछ, बब्बालै भएको छ। अनि सो म चाहिँ काम गर्छु है, टन्नै काम गर्छु मैले फेरि होइन, टन्नै काम गर्छु मैले। यो चाहिँ आफ्नै बारीमा फलेको अर्ग्यानिक मकै हो। अब यो चाहिँ म अफिस लिएर जाँदैछु अलिकति भने घरमा पनि हो। सो त्यही नै हो है। जोस् तपाईँहरूले चाहिँ हाम्रो ब्लगलाई माया गरिदिनु भएको छ, थ्याङ्क यू सो मच है त सुने ब्लग फ्यामिलीलाई। ओके हृदयदेखि नै माया छ है। के भन्यो? के गरौँला अरे? कहाँ कता? नाङ्गोमा कपडा लाखेन त्यसले? ए गडोलाई कपडा लगाइदिनु पर्थ्यो त नि। कुन कपडा लगाइदिने, धोती कि म्याक्सी? कट्टु। ओके ओके गाइज, ल तपाईँहरूको माया साथ सपोर्ट अझै है। अनि यस्तो अर्ग्यानिक मकै खान पाउँदा त आम्मा बाबाले के अरे ए ठुला छन् हो र। सो त्यही हो गाइज, बाबाले यस्तो आनन्द फिल हुन्छ गाउँघरतिर आयो भने त आनन्द फिल हुन्छ, छुट्टै मजा आउँछ कि। अनि ड्युटी अफिसतिर छिर्यो भने त हुन्छ यार। के भयो तपाईँहरूलाई पनि हो कि मलाई मात्रै यस्तै भएको हो? गाउँघरतिर आउँदा आनन्द फिल हुने, बब्बाले रमाइलो हुने। अनि ड्युटी छिर्यो अफिस छिर्यो भने हुने के भएको यस्तो? सो मकै चाहिँ ठिकै भएको रहेछन्। यतिको चाहिँ खानुपर्छ बाबाले। यहाँ चाहिँ म्याडमजी काट्दै हुनुहुन्छ, म चाहिँ अब यही त भने मेरो काम मेरो काम थाहा होला कि तपाईँहरूलाई होइन, के हो कस्तो हो। सो त्यही हो, राम्रो भएको छ सानो। अब चाहिँ यो हालिन्छ अनि प्याक गरेर अनि सुइँ गइन्छ फेरि।